नारी शक्ति जिन्दाबाद, नारी नै अब्बल छिन् भन्ने नारी शक्तिको अद्वितीय उदाहरणलाई यहाँ समेटिएको छ। नारी अब्बल हुन्छन् भन्ने भनाइलाई आफ्नो जीवनशैलीबाट प्रमाणित गरिरहेकी छिन् मिस पबीले, जसले गृहिणी, शिक्षक र समुदायको लागि योगदान दिने व्यक्तित्वको रूपमा आफूलाई उभ्याएकी छिन्। हुन त घरको कामलाई धेरैले साधारण मान्छन्, तर मिस पबीले यसलाई जिम्मेवारीको रूपमा मात्र होइन, माया, सम्मान र परिपूर्णताका साथ निभाउँछिन्। बिहान उठ्ने बित्तिकै परिवारका सबै सदस्यहरूलाई हेरचाह गर्दै उनी दिनभरका लागि ऊर्जा प्रदान गर्छिन्। बच्चाहरूको विद्यालय जाने तयारी, घर व्यवस्थित पार्ने र सम्पूर्ण परिवारका आवश्यकताहरू पूरा गर्ने कार्य उनी प्रेमपूर्वक गर्छिन्। नारीहरू केवल कोमलता मात्र होइनन्, उनीहरू दृढ सङ्कल्प, साहस, सफलताको जीवित उदाहरण हुन्। नारी परिवारको मेरुदण्ड हुन्। घरभित्र माया, स्नेह र व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै समाज सुधारको लागि योगदान दिन सक्नु महिला सशक्तिकरणको उत्कृष्ट उदाहरण हो। म त भन्छु, उनी मात्र परिवारको मेरुदण्ड होइनन्, समाज परिवर्तनको महत्त्वपूर्ण आधार पनि उनै हुन्। मिस पबी यहाँ गृहिणी मात्र नभई उनी विद्यालयमा एक उत्कृष्ट शिक्षिका पनि हुन्। विद्यालय पुगेपछि उनी बालबालिकाको लागि ज्ञानको मात्र नभई सृजनात्मक सिकाइको माध्यम बन्छिन्। उनको पढाइको शैली यति प्रभावशाली छ कि बच्चाहरू मात्र होइनन्, सहकर्मी, शिक्षकहरू पनि उनीबाट प्रेरित हुन्छन्। उनी खेल, चित्रकला, नाटक, गीतहरू र अन्य गतिविधिहरू समावेश गर्दै बालबालिकालाई रमाइलो वातावरणमा पढाउँछिन्। गर्वले भन्छिन्, आई एम हाउसवाइफ, म गृहिणी हुँ। गृहिणी हुनु कुनै पनि हालतमा कमजोर वा सानो कुरा होइन, तर समाजको सोचाइ, आत्मनिर्भरताको चाहना, व्यक्तिगत पहिचान खोजीको कारण कतिपय महिलाहरू गृहिणी भनेर चिनिन चाहँदैनन्। नारी शक्ति चाहे घरमा होस् वा बाहिर, उनीहरू सधैँ अब्बल हुन्छन् भन्ने कुरा मिस परिवारले नजिकबाट बुझेको छ। वर्षको आदिकाल बितिसकेपछि विद्यालयका प्रधानाध्यापक उनीबाट प्रेरित भएर उनलाई बेस्ट अवार्डद्वारा खुसीपूर्वक पुरस्कृत गर्छन्। प्रधानाध्यापक अमृता भन्छिन्, उनी एक महान नारी हुन्। उनी विद्यालयमा केवल ज्ञान प्रदान मात्र गर्दिनन्, बरु बालबालिकालाई सृजनात्मक तरिकाले सिकाउँदै उनीहरूलाई खुसी दिन्छिन्। उनी आफ्नो सहकर्मी साथीभाइलाई पनि उत्तिकै सहयोग भूमिका निभाउँछिन्। विद्यालयका सबै शिक्षक, शिक्षिका र विद्यार्थीहरू उनीबाट खुसी छन्। प्रधानाध्यापिका भन्छिन्, उनी साँच्चै नै उत्कृष्ट शिक्षिका हुन्।
बुझेको छ। मिस पबी विद्यालयबाट फर्किएपछि उनी पुनः आफ्नो गृहिणीको भूमिकामा फर्किन्छन्। परिवारका सबै सदस्यहरू माया र स्नेह दिन्छन्, को गृह कार्यमा सघाउँछिन्, घर व्यवस्थित पार्छिन्, स्वादिष्ट खाना पकाउँछिन्। यो सारा कुरा निहालिरहेका परिवारका सदस्यहरू एक आपसमा कुराकानी गरेर हामीले हाम्रो बुहारीको प्रशंसा खुलेर गर्नुपर्छ, उनीलाई हौसला दिनुपर्छ भन्दै बधाई दिँदै विशेष उपहार मिस पबीले खुसी हुँदै त्यो उपहार ग्रहण गरेपछि उनी साह्रै नै खुसी भइन्। त्यति मात्रै होइन, आजकै दिनमा मैले मेरो विद्यालयबाट पनि बेस्ट अवार्ड पाएकी छु भनेर अत्यन्तै गर्वले आफ्नो परिवार सदस्यलाई सुनाइन्। उनको सफलताको खबर सुनेर श्रीमानले उनलाई माया र गर्वको साथ, साँच्चै अब्बल नारी हौ, हाम्रो परिवारलाई तिमीमाथि गर्व छ, तिमी घरभित्र मात्र नभई समाजमा समेत तिम्रो राम्रो योगदान छ भने। यो घटना केवल मिस पबीको जीवनको एउटा पाटो मात्र होइन, यो त प्रत्येक नारीको क्षमताको प्रतिनिधित्व गर्ने कथा हो। महिलाहरू केवल घरभित्र सीमित रहनु पर्ने होइन, उनीहरू शिक्षादान, समाजसेवा, सृजनात्मक कार्य र नेतृत्वदायी भूमिकामा समेत। अब यो घटनाले फेरि यो प्रमाणित गर्छ कि नारी शक्ति जिन्दाबाद, नारी नै अब्बल हुन्। गृहिणी मात्र नभई समाजका निर्माता अनि महिलाहरू नै हुन्। नारीको सबैले सम्मान गरौँ।